लेट्स गो टुर विथ मी। टुर चाहिँ फेरि कहाँ भन्नुहुन्छ भने चाहिँ हाम्रै तालतालिया र यसमा चाहिँ सुरुमा इन्ट्रान्स चाहिँ यस्तो छ। हामीहरू चाहिँ सिधै ट्री हाउसमा गयौँ। अगाडि ट्री हाउसको मेन भनेको चाहिँ एकदम माथि चाहिँ माथिदेखि सबै भ्यू हेर्न पाइन्छ ओभरअल। अनि त्यहाँ एकछिन बस्यौँ, बहिनी नकल पार्न थालिहाल्यो एन्ड देन केही कुरा खायौँ एन्ड देन हामी चाहिँ तल झऱ्यौँ। तल झरिसकेपछि चाहिँ हामी यतिकै एक्सप्लोर गर्दै गर्दै गइरहेको थियौँ। फेरि मेरो बहिनी नक्कली सेकेन्ड नक्कली एन्ड देन यतापट्टि चाहिँ पुल रहेछ है। सो पुलदेखि यता पिकनिक खाने एरियामा आयौँ। एरियादेखि चाहिँ उतापट्टि निस्क्यौँ एन्ड यो चाहिँ भाइरल भएको ठाउँ है साथीभाइहरू टिकटकमा। एन्ड यहाँ चाहिँ बोटिङ पनि हुन्छ। अनि यतापट्टि चाहिँ हाम्रो जू छ है, फेरि जू। अनि यहाँ ट्रेन पनि रहेछ है ल, ट्रेन एन्ड एनिमल्सहरू, एकदम रेयर एनिमल्सहरू पनि हजुरहरूले चाहिँ यहाँ देख्न सक्नुहुन्छ। ओ माई गड, हाम्रो यसको नाम त ठ्याक्क आएन कि, कमेन्ट गर्नु होला है, ठ्याक्क चाहिँ आएन। अनि यहाँ हाम्रो कछुवा पनि हेर्नु होला होइन। सबै रेयर एनिमल्सहरू देख्दा चाहिँ एकदम ठिक छ, यही हो हाम्रो सान भने जस्तो लाग्छ कि मलाई चाहिँ। नेपालको सान, हाम्रो शान्ति झोडा शान्तिनगरको सान है, हाम्रो इटरीको सान, यसलाई भन्न सकिन्छ। एन्ड दुम्सी हजुर चाहिँ फेरि लुकेर बसिरहनु भएको थियो है। अनि यो चाहिँ फेरि यस्तो चुचे माछा, यसको नाम पनि थाहा छैन है साथीभाइहरू फेरि मलाई चाहिँ। अनि उतापट्टि चाहिँ दुईजना साथी मस्त खेलिरहेको रहेछ। अनि यहाँ नक्कली बहिनी फेरि नाना मलाई माथि अझै माथि भन्दै थियो है बहिनीले चाहिँ। अनि अर्को चाहिँ फेरि यहाँ सेन्टी भएर सो यस्तै छ रमाइलो है। अनि हामी चाहिँ रमाइलो गर्दै गर्दै गयौँ। अनि यता चाहिँ फेरि आमामामा डाकु र अवतार है मूर्ति देखिसक्नुभयो, चिनी पनि सक्नुभयो होला है। एन्ड देन यतापट्टि चाहिँ फेरि खेल्ने प्लेस रहेछ केटाकेटीहरूको। अनि यहाँ हेर्नु नि कति क्युट क्या, कति सानो 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 नानीहरूको लागि पनि कति मजाले चिप्लेटी खेल्ने ठाउँ बनाइदिएको कि। यो चाहिँ मलाई सबभन्दा क्युट लाग्यो है। तालतालियाभरि हामी घुम्यौँ, एरिया चाहिँ क्युट। एन्ड देन यो चाहिँ लास्टको हामी फर्किने बाटो हो। अनि यहाँ लोटस पनि रहेछ है ल, कति राम्रो। अनि फेरि अब अलिकति खाएको त देखाउनै पर्यो साथीभाइहरू। अनि लास्टमा चाहिँ गर्मी भएर खायौँ अनि हामी गयौँ।